नमस्कार साथीहरू, स्वागत छ तपाईहरुको आफ्नो च्यानल सजिलो गणित युट्युब च्यानलमा। आजको भिडियोमा हामी सिक्नेछौं साहुसँग लिएको ऋणको चक्रीय ब्याज निकाल्ने तरिका, त्यो पनि मोबाइलले, एकदमै सर्ट तरिकाले। त्यही भएर आजको यो भिडियो लास्टसम्म हेर्दिनु होला। ल अब हामी चाहिँ सुरु गर्छौं। यहाँ प्रश्न नम्बर 1 मा दिएको छ साहुले रु 1 लाख मिति 2080 साल 5औं महिना 1 गतेका दिन 3% ब्याज दरले ऋण दिएको छ। आजको मितिसम्म ब्याज सहित मूलधन निकाल्नुहोस्। ल अब कुनै साहुले कसैलाई 1 लाख रुपैयाँ दिएको छ, त्यो पनि 2080 साल 5औं महिना 1 गतेको दिन, र ब्याज कति छ 3% ब्याज दरले चाहिँ दिएको छ, र निकाल्नु के छ आजको मितिसम्म ब्याज सहित मूलधन निकाल्नु छ। हो आजको मिति भनिरहेछ भने सबभन्दा पहिले हामी के गर्छौं, यसमा ऋण दिएको दिनदेखि आजको दिनसम्म कति समय लाग्यो त्यो समय निकाल्नु पर्छ पहिला। हो त्यसको लागि हामीले के गर्नु पर्छ, पहिला आजको हामी डेट लेख्छौं। पहिला आजको डेट कति छ 2082 7वां महिना 1 गते, र कति अनि कुन समयमा दिएको छ ऋण 2080 5/1। तल हामी के लेख्दिने 2080 5वां महिना 1 गते। ल अब के गर्ने, यसलाई घटाइदिने। यो घटाउँदा हाम्रो के निस्किन्छ, कति समय भयो ऋण लिएको त्यो समय चाहिँ हाम्रो निस्किन्छ। ल त्यही भएर अब यसलाई के गर्ने, घटाइदिने। ल 1 बाट 1 घट्यो भने कति हुन्छ 0, यहाँ 0 लेख्दिने। ल 7 बाट 5 गयो भने कति हुन्छ 2, ल यहाँ 0 2 लेख्दिने। ल त्यसपछि 2082 बाट 2080 गयो भने कति हुन्छ 2 हुन्छ। ल अब यही हाम्रो भयो 2 वर्ष 2 महिना, यो चाहिँ हाम्रो महिना भयो। अनि गतेमा केही छैन भने यो 0 छोड्दिने। हाम्रो कति समय भयो 2 वर्ष 2 महिना। ल साथीहरु, ऋण लिएको हाम्रो कति समय भइहाल्यो 2 वर्ष 2 महिना। अब हामीलाई 1 लाखको 3% ब्याज दरले 2 वर्ष 2 महिनाको ब्याज निकाल्नु छ। ल साथीहरु, अब चाहिँ हामी मोबाइलको क्याल्कुलेटर खोल्छौं, किनभने यो ब्याज निकाल्ने तरिका चाहिँ हामी मोबाइलबाट सिक्छौं। त्यही भएर अब हामी मोबाइलको क्याल्कुलेटर खोलौं। ल साथीहरु, अब मोबाइलको हामी क्याल्कुलेटर खोलिसके। सबभन्दा पहिले हामीलाई यसमा दुईटा कुरा याद गर्नुपर्छ। सबभन्दा पहिला के छ भने यो जुन ब्याज दर छ 3%, यो हाम्रो मन्थली लाग्छ। हो यो चाहिँ हाम्रो के हुन्छ महिनामा ब्याज लाग्छ। ब्याङ्कहरुमा खास गरी वार्षिक लाग्ने गर्छ, तर गाउँघरमा साहुहरूले महिनाको ब्याज लिन्छ। त्यही भएर यो पहिला नम्बरको याद गर्ने। अनि दोस्रो नम्बरमा याद गर्ने के छ भने यो जुन हामी ब्याज हामी निकाल्छौं त्यो हरेक सालको अलग अलग ब्याज निकाल्नु पर्छ यसमा, किनभने यसमा हरेक साल ब्याज र मूलधन जोडेर फेरि नयाँ मूलधन सुरु हुन्छ। त्यही भएर यहाँ ब्याजको ब्याज लिन्छ। हो त्यही भएर यो के गर्ने, हरेक सालको अलग अलग ब्याज निकाल्ने। ल साथीहरु, सबभन्दा पहिला हामीले के गर्ने, यसमा निकाल्नु के छ, हामीलाई 1 लाखको ब्याज निकाल्नु छ। यहाँ हामीले 1 लाख टाइपिङ गर्ने। ल 1 लाख भइसक्यो। अनि कति प्रतिशत ब्याज दरले छ, यहाँ 3% ले छ। यहाँ मल्टिप्लाई 3 गर्ने। ल 3 गुना 3 गर्ने, अनि फेरि गुनाको चिन्ह लगाउने। अनि कति महिनाको कति सालको निकाल्नु छ, त हामीले पहिला नै भनिसके कि यहाँ हरेक सालको अलग अलग ब्याज निकाल्नु पर्छ। त्यही भएर पहिला हामी 1 सालको निकाल्छौं। अनि 1 सालमा पनि के गर्ने, यो मन्थली ब्याज लिन्छ। त्यही भएर हामी महिनाको निकाल्ने। अब 1 सालमा कति महिना हुन्छ 12 महिना हुन्छ। त्यही भएर यहाँ 12 लेख्ने। ल 12 ले गुना गरिदिने। अब भाग के गर्ने, 100 ले भाग गरिदिने। ल अब के गर्ने, यसमा 100 ले भाग गरिदिने। ल अब हाम्रो 1 सालको ब्याज निस्किहाल्यो। 1 सालको ब्याज कति हाम्रो आयो 36000। ल अब हामी के गर्ने, यहाँ नोट गर्ने। 1 लाखको 3% ब्याज दरले 1 वर्षको ब्याज बराबर 36000। ल साथीहरु, 1 वर्षको ब्याज हाम्रो निस्किहाल्यो। अब हामी दोस्रो सालको निकाल्छौं, किनभने यहाँ 2 वर्ष 2 महिनाको निकाल्नु हुन्छ। त्यही भएर 1 वर्षको निकालिहाले। अब दोस्रो वर्षको निकाल्छौं। ल त्यसमा पनि हामी 1 वर्षको निकाल्छौं। यो 36000 अनि हाम्रो 1 लाख के छ मूलधन छ। ल यो 1 लाख चाहिँ हामी के गर्ने, यो 36000 मा जोड्दिने। अब हाम्रो मूलधन कति हुन्छ 1,36,000 भइहाल्छ। अब 1 लाखमा हाम्रो मूलधन हुँदैन, किनभने हरेक साल ब्याज र मूलधन जोड्दै जान्छ।
हो त्यसपछि फेरि ब्याज सुरु हुन्छ। यही हो चक्रीय ब्याज। ल अब हाम्रो 1,36,000 मूलधन भयो। ल अब 1,36,000 को फेरि के गर्छौँ हामी 1 सालको ब्याज निकाल्छौँ। र फेरि गुणाको चिन्ह लगाउने, फेरि 3% ब्याज दरले छ भने 3 लगाउने, त्यसपछि फेरि गुणा गर्ने, अनि फेरि 1 साल बनिरहेछ भने 12 महिना गरिदिने, अनि फेरि डिभाइड कतिले गरिदिने 100 ले। ल अब हाम्रो 1,36,000 को पनि 1 सालको ब्याज निस्किहाल्यो। ल अब यहाँ नोटमा यसलाई पनि लेख्ने, दोस्रो सालको ब्याज बराबर 48,960। ल यहाँसम्म क्लियर। अब यो ब्याजमा चाहिँ हाम्रो अब 1 सालको मूलधन कति थियो हाम्रो 1,36,000। अब 1,36,000 यसमा एड गरिदिने। ल अब यो चाहिँ हाम्रो फेरि मूलधन भयो 2 सालको। ल अब हाम्रो 2 सालसम्मको ल अब हाम्रो 2 सालसम्मको मूलधन सहित ल अब हाम्रो 2 सालको ब्याज सहित मूलधन हाम्रो निस्किहाल्यो 1,84,960। अब फेरि के गर्ने यसको अब 2 महिनाको निकाल्ने ब्याज। ल मल्टिप्लाई 3% ले ब्याज दर छ 3 लेखिदिने, गुणा 2 महिनाको निकाल्नु छ त्यही भएर यहाँ 2 लेख्ने। ल भाग के गरिदिने 100 ले भाग गरिदिने। ल यो चाहिँ हाम्रो निस्क्यो 1,84,960 को 2 महिनाको ब्याज। ल यसलाई पनि हामी लेख्ने 2 महिनाको ब्याज बराबर 11,097। ल अब फेरि यहाँ तल लेख्छौँ हामी जम्मा 2 साल 2 महिनाको ब्याज बराबर। ल पहिलो सालको हाम्रो कति थियो 36,000 प्लस 48,960 प्लस 11 अनि 2 महिनाको ब्याज कति थियो 11,097। ल हाम्रो टोटल कति भयो ब्याज 2 साल 2 महिनाको ब्याज बराबर 96,057। ल फेरि यहाँ तल लेख्छौँ 2 साल 2 महिनाको ब्याज सहित मूलधन बराबर। अब यो चाहिँ हामी 96,057 मा 1 लाख मूलधन थियो हाम्रो त्यो जोड दिन्छौँ। ल अब हाम्रो निस्क्यो 2 साल 2 महिनाको मूलधन। ल 2 साल 2 महिनाको ब्याज सहित मूलधन 1,96,057। ल साथीहरू साहुले दिएको ऋणको चक्रीय ब्याज निकाल्न एकदमै सजिलो तरिकाले तपाईहरूलाई मोबाइलबाटै नै सिकाइदिएछु। त्यही भएर यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला। यदि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको लागि चाहिँ हाम्रो यतिकै थियो। हस् त धन्यवाद।